यस्तो हो क्या तपाईँको चाहिँ हामी कहाँनिर चुकेछौँ भने 2016मा म जापान आउँदाखेरि आजभन्दा 9 वर्ष पहिला म जापान आउँदा मलाई कन्सल्टेन्सीले के भन्थ्यो भने जापानमा त महिनाको 3 लाख कमाउने, महिनाको 3 लाख कमाइ हुन्छ, जाने 2टा काम गर्ने भन्थ्यो। त्यही गलत रहेछ, किनकि 2टा काम जापानमा गर्नै पाइएन। अनि महिनाको 3 लाख कमाउने, त्यहाँबाट 1 लाख भयो भने जति खाना पुग्छ। नेपालमा 2000ले खाइन्थ्यो होइन, 2000 3000 भयो महिना पुग्थ्यो। के भनेर लाग्यो भने 1 लाख भन्दा कति खान्छस् तिमीहरूले, जति खाए पुग्छ। 1 लाख खाने, महिनाको 2 लाख रुपियाँ सेभिङ। हे भगवान्, त्यतैपट्टि चाहिँ ठुलो आश भयो। त्यसपछि अर्को कुरो के भयो त भन्दा अब महिनाको 2 लाख बचाएपछि त वर्षको त 24 लाख हो होइन। आफ्नो खर्च कटाएर वर्षको 24 लाख 24 लाख कमाइयो। 4 लाख रुपियाँ चाहिँ आफन्त इष्टमित्र बाबुआमा सबैको खर्च। नेपालमा 4 लाख भनेर त कहाँ हो महिनाको के अरे वर्षको 4 लाख रुपियाँ बाँड्यो भने त समाजसेवी भइयो। महिनाको 20 लाख रुपियाँ बचाउने, 5 वर्षमा करोड होइन। 5 वर्षमा करोड। त्यसपछि के चाहियो र हामीलाई? त्यसपछि 5 वर्षपछि नेपाल गएपछि करोडपति अनि बसिन्छ, 5-6 वर्ष बसिन्छ, 2-4 करोड कमाइन्छ, करोड कमाउने भइयो। त्यसपछि के चाहियो भनेर जापान आएको ठ्याक्कै 9 वर्ष भयो। अहिलेसम्म 9 लाख रुपियाँ गोजिया भएको भए माटो नि कसम यो खुर्सानी खेती गर्नु पऱ्यो माटो। यस्तो छ जिन्दगी भाइ। त्यो भएर तपाईँहरू आएको त बल्ल कति भयो, 8-9 महिना भयो होला होइन। आत्तिन हुन्न। जापान भनेको यही हो। म आएको 9 वर्ष भयो, मेरो हालत यो छ। भनेपछि के हो जापान भनेर के कन्सल्टेन्सीमा चाहिँ पढाउने मास्टरलाई भेटाउनु पाएँ। त्यसका मैले बङ्गाएर मान्छेलाई हेर्दै ढाक्ने होइन है। म गएको छु भाइ जापान, भन्छु खुबिहार जापानले भिजा एउटा त आएकै रहन्छ, यस्ता फटा एउटा आएकै रहन्छ, एउटा आएर जापानले चाहिँ रिजेक्ट हालेर पठाइदिएर छ। तँ जा भाइ, तँ काम छैन जापानलाई भनेर फिर्ता गरिदिएर छ कन्सल्टेन्सीका। यस्ता डाम्नाहरू घसी अनि कहिले हुन्छ, काम छैन, आफ्नो दुःख गर्ने हो। अब आउँदाखेरिको सपना जे जस्तो भयो नि, आत्तिनुहुन्न। बिस्तारै गर्दै गएपछि सफल भइन्छ क्या। ढाँट्न हुन्न, कसैलाई नराम्रो गर्नुहुन्न होइन। अरूको नराम्रो, अरूको मेरो राम्रोको लागि अरूको नराम्रो होस् भनेर चिताउनु हुन्न कहिले नि। बुझ्नुभयो नि? जस्तो मेरो प्रगति भएको तपाईँले देख्नुभयो भने बरु मसँग केही कुरा सिक्ने हो क्या तपाईँले। बुझ्नुभयो नि? मसँग बरु केही कुरा सिक्नुहोस्, दाइ कसरी हो, के गर्दा हुन्छ होइन। मलाई पनि यसो आइडिया दिनुहोस्, मिलेर गर्ने हो क्या। तर कहिल्यै पनि मेरो प्रगति देखेर अर्कोले चाहिँ फलानाले यति कमायो, ढिस्कानाले उति गर्यो भनेर कहिले पनि त्यसको रिस गर्नुहुन्न क्या। त्यो कुरो चाहिँ एउटा दिमागमा राख्नु होला। मेरो बुझाइ है, सबैको एउटै हुन्छ भन्ने छैन। मेरो बुझाइ चाहिँ अर्काको कहिले नि रिस गर्नुहुन्न। बुझ्नुभयो नि? आफ्नो दुःख गरेर खाने हो, अर्काको रिस गर्नुहुन्न, अरूलाई कहिले कुभलो चिताउनुहुन्न। सबैजना हामी दुःखै गर्न आएको हो होइन। करोडपतिका छोरछोरी जापान आएनन् होइन। गर्ने सबैले त्यही हारबाई त्यही गर्ने हो, सबैले अर्काकै जागिर गरेर दिन काट्नु छ होइन। आफ्नो दुःख गरेर खान्छ, अर्का कुरा काटेर के खानु के फेरि आनन्द छ, आफ्नै के छ कसो छ भन्ने आफ्नो काम गर्ने हो क्या। ल यसरी चाहिँ तरकारी खेती गऱ्यो, यही लाने यही बेच्ने, मान्छेलाई राम्रो पनि भयो, स्वस्थ पनि भयो, ताजा पनि भयो होइन। अर्का कुरा काट्यो, नचाहिने हल्ला गरेको छ, फलानु र ढिस्कानु भने त्यो भएर अर्काको कुरा खाट्टो गर्ने। त्यही भएर त मान्छेलाई रोग लाग्छ, सुगर प्रेसर सबै यो तनावले अर्काले हो क्या। तपाईँलाई कति दिन निन्द्रा लाग्दैन, किन? अर्का कारणले। दिमागमा के खुल्छ, फलानाले यति कमायो, ढिस्कानाले त्यो गर्यो होइन, फलानाको यस्तो छ, मेरो केही पनि छैन। किन छैन यहाँ कति मान्छेहरू इभन मेरै कुराहरू नि, हामी कुन साको चाहिँ करोडपति आएको त होइन नि त। म घर जानु पर्यो, मेरो घर छ कि नेपालमा, के टेन्सन छ त यार। यहाँ अर्कालाई पैसा तिरेर बस्नु परेको छ, म फ्रीको घर छ नेपालमा, आफ्नै बारी छ, यसरी नै खेती गरेर मलाई खानालाई पुग्छ त नेपालमा भनेपछि किन आत्तिनु पर्ने के छ त? हो लगानी गरेर आइयो, अझै कमसेकम त्यो लगानी गरे अनुसारको लगानीको फल चाहिँ उठाउँ भन्ने सबैलाई हुन्छ, मलाई पनि छ त्यो। उठाउँ भन्दा उठाउन सकिन्न, यत्तिकै जान्छ, त्यो फरक बाटो हो। तर चाहिँ कहिल्यै पनि दिमागमा चाहिँ त्यो नेगेटिभ चाहिँ राख्नु, अर्काको अरूको
दोस्रोसँग सङ्गतै राख्ने होइन क्या साथीभाइ चाहिन्छ विदेश हो अर्का ठाउँमा भोलि अप्ठ्यारो पर्छ सबै होइन त्यो चाहिँ आफ्नो छ तर चाहिँ कहिल्यै पनि त्यो हो भनेर अरूको नराम्रो होस् अरूलाई कसरी लडाउँ अरूको कसरी चाहिँ अरूलाई तल पारेर म अगाडि बढ्छु भन्ने मान्यता चाहिँ कहिल्यै हटाउनु पर्छ त्यो मान्छे कहिल्यै पनि सफल हुँदैन त्यति कुरो चाहिँ एउटा दिमागमा राखेर चाहिँ काम गऱ्यो भने आत्तिनु पर्दैन एक दिन अवश्य आउँछ क्या दिन तेरि यार आत्तिनु पर्ने के छ र हामीलाई यार होइन त्यो हो र त्यसो गर्नुपर्छ भाइ आत्तिनु हुन्न यी गर्मी बढाएको छ तिर्खा ला जाउँ पानी खान त्यही अझै बाँकी